दर्शकले यतिखेर चाहिँ हामी विराटनगरको यो सीमावर्ती क्षेत्र विराटनगरसँग जोडिएको जोगबनी नाकामा छौँ र अहिले हामी यहाँहरूलाई प्रत्यक्ष प्रसारण देखाइरहेको छौँ ब्रेकिङ नेपाल न्युज मार्फत। अहिले धनुषाको एउटा मस्जिदमाथि भएको आक्रमणलाई चाहिँ यहाँका रानीका मुस्लिम युवाहरूद्वारा चाहिँ यतिखेर विरोध प्रदर्शन भइरहेको छ र हामी यहाँलाई अहिले प्रत्यक्ष देखाइरहेको छौँ। हार्दिक अनुरोध गर्दछु र हामीले साङ्केतिक रूपमा जुन थियो त्यसमा कसैको भाषण छैन, कसैले आफ्नो मन्तव्य राख्दैन। हाम्रो जुन थियो त्यो साङ्केतिक तरिकाले हो, साङ्केतिक तरिकाले हामीले विरोध प्रदर्शन गरिसक्यो। यसबाट पनि यदि सरकारले सुनेन भने त्यसपछिको हाम्रो व्यापक आन्दोलन हामी गर्छौँ र गर्ने नै छौँ। त्यसमा तपाईँहरूको साथ सहयोग चाहिन्छ। त्यही भएर अहिलेको जुन ऊर्जा खर्च गर्दै हुनुहुन्छ त्यो ऊर्जा चाहिँ राखिराख्नुहोस्। म यति भन्न चाहन्छु, हामी आफ्नो मागलाई सम्बोधन गराउने हो, हामी आफ्नो मागलाई सम्बोधन गराउने हो। मस्जिदमाथि जुन तोडफोड भयो, जुन हाम्रो धर्म ग्रन्थलाई जलाइयो, कुरानलाई जलाइयो, त्यसको हामी विरोध गर्दछौँ र त्यो जलाउने दोषीलाई कारबाहीको कठघरामा ल्याउनु पर्छ भन्ने हाम्रो माग छ। हामीले माग मागिरहँदाखेरि हामीले सबै धर्म सबै संस्कृतिलाई सम्मान गर्नुपर्छ। त्यसैले हाम्रो माग जुन छ त्यो मेन माग दोषीलाई कारबाही गर्नु पर्ने नै छ। त्यसमा यदि सरकार सचेत भएन भने त्यसपछिको हाम्रो जुन आन्दोलन हुन्छ त्यो आन्दोलन चाहिँ कडा रूपको हुन्छ, यति भन्न चाहन्छु। अब स्थगन गर्दैन परेगा। दोषीलाई कारबाही